Sering gitu, Ciro. के छ दिदीहरु? ठीक छ। सन्चै हुनुहुन्छ? Hey guys, welcome back to my YouTube channel. I hope हजुरहरु सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज हामी 4 जना दाइ र साथीहरुसँग अबुधाबी सिटी हुँदै कर्नेस जाँदै छौं। 10 हाल्नु पर्यो। 10 को हैन थाल दिन्छ न त। हैन कि 10 हाल्नमा 10 रुपैयाँ नोट छैन दसा। एउटा चाहिँ एभरेज टिकटक बनाउला हतार छ। 10 रुपैयाँ नोट छैन भने दिन त त्यो दाइले। मसँग एउटा मात्र 10 रुपैयाँ छ। 10 दि। 5 को हाल्नु हुँदो रहेछ। 10 रुपैयाँ चाहिन्छ फेरि। ल रहेछ नि त। मसँग एउटा मात्रै छ त। मेरो कार्ड कहाँ छ? मेरो कार्ड देखाउनु पाएँ? बाहिर सक्छ। ल बस आयो जस्तो छ। बस आएछ अब हालौँ हालौँ त हालौँ। बस आयो है गाइस, बस हो र कति हाल्यो? आउनु है ल। हाम्रो चाहिँ अब बसको कार्डमा चाहिँ पैसा थिएन, पैसा हालिसक्यो। अब हामी चाहिँ खोइ एउटा दाइ खोइ कता गयो? हजुर ए मेरो काटेन। ट्याक्स त लिइहाल्छ यिनीहरू नि होइन, कहाँ बाटो छ नि सितेमा कहाँ यिनीहरूले गर्छ र। यो चाहिँ हामी बेलुका एक्सर्साइज गर्न आउने ठाउँ है। अब हाम्रो वर्कर भिलेज चाहिँ त्यही भइहाल्यो। साइकलिङ चलाउने भयो, यता अब फेरि त्यो खेल्ने भइहाल्यो, यता एक्सर्साइज गर्ने। त्यो त्यहाँ बस स्टेसनमा गएर एकछिन बस्छौँ, त्यहाँ बसी गाडी आउँछ अनि जाने। गाडी नम्बर चाहिँ 11 पुरै भल्लै भल्ला छ है। बस चाहिँ आइसक्यो है गाइस। ऊ त्यहाँ आउँदैछ बस। मान्छे सबजना हामी रेडी हुँदैछौँ ट्याक्क पारेर। ओ बस आयो बस आयो बस। यही हो र बस हाम्रो। यस्तै हो। सेरिङ भित्र छिरौँ। For your safety, please stand clear of the doors. के भयो? झगडै बन्नु लाग्यो। यो हजुरहरूले देखिरहनु भएको साइडको मस्जिद चाहिँ दुबईको सबैभन्दा ठुलो मस्जिद हो है। यसको नाम चाहिँ शेख जायद मस्जिद भन्छ। यो चाहिँ अबुधाबीको एयरपोर्ट रोडनिर पर्छ। गाडी चाहिँ सेकेन्डमा लाग्छ है गाडी ल। त्यहाँ पनि अगाडि पनि एउटा बस छ है। त्यहाँ पनि एउटा बस गइरहेको छ है। एउटा बस गइरहेको छ। यस्तो गाडीको त टेन्सन।
बस स्टपबाट चाहिँ ओर्लिएर चाहिँ अलिकति हिँड्नुपर्ने हुन्छ। लास्ट भने चाहिँ यही हो बस स्टप। साह्रै अलिकति उता छ नि यसको उतापट्टि पारिपट्टि चाहिँ कलेज छ। आज यतातिर चाहिँ फेरि यो ईदको चाहिँ बिदा छ नि त। हेरेर जानुपर्छ एउटा हेरेर जानुपर्छ फेरि गाडीले हान्छ। जाउँ जाउँ हिँड आज केही फरक पर्दैन हिँड। अब यहाँ एकछिन खुलेको छैन त्यहाँ रातो देखेर चाहिँ ल खुल्यो। अब चाहिँ चट्टा हामी हिँड्छौँ पारेर। ल किन्न लाग्छ के लाग्ने त खोइ बन्नु दुला आजको हाम्रो दुला होइन दुला हो हाम्रो। हुन्छ मेरो एउटा चाबी ल्याउनु हाम्रो नेपाली ब्रान्ड खाउँ भन्ने कुरो नि होइन। अघि चाहिँ त्यहाँ बसमा चाहिँ त्यो बङ्गालीहरू अनि त्यो कालीहरू झन्डै झगडा गर्नु लाग्थ्यो है पुरा। ए त्यहाँ त साउनै आइसकेको छ। उहु नेपाली केटीहरू हेरौँ ल नेपाली केटीहरू ल ए गर्मी भएर पुरा नाम छ है। त्यहाँ बङ्गालीले केटीहरू पनि लिएर आएछ नेपाली दिदीहरू लिएर आइसकेको छ होइन। यस्तै छ अलि अलि ग्यास पारेर हाम्रो बैनाली मान्छे आमामा देख्नु भयो नि त्यहाँ बङ्गालीहरूले नेपाली केटी राखिरहेको छ नि त्यो भन्नै पर्दैन गएछ त्यहाँ पछाडि हेर्नुहोस् हो कि होइन दाइ देख्यो नि। ए मान्छेहरूले भन्थ्यो कि नेपाली केटीहरू चाहिँ दुबईमा विदेशमा बिग्रियो भनेर भन्छ क्या। यस्तो भनेर के अरे बिग्रियो यताउता भने सुन्थ्यो नि त। तर आफूले यहाँ आउनुपर्छ रियालिटीमा देख्छ क्या। अब उसको जिन्दगी हो हामीलाई नि के म त जेसुकै गरोस्। हामी चाहिँ अहिले यो अन्डरग्राउन्डबाट छिर्दैछौँ। यस्तो दामी बनाएको छ यहाँ पानी सानी टक्काएको यसरी रोड मुनि अन्डरग्राउन्ड बनाइदिएछ। ए मान्छे छ पुरा बुढाहरू पनि हेर्नु बोजो बनाएको छ। एउटा बेहुला आउँदैछ उहाँ बेहुला त्यहाँ आउँदैछ। हामी चाहिँ आइसक्यो है आइपुग्यो फाइनली। ए ल हेर्नुहोस् भगवान् छ मान्छेहरू हेर्नु ल रमदान पछि हुन्छ त्यही भएर हेर्नु न यस्तो बवाल देखाएको छ ल गएको चाहिँ। यहाँ हाम्रो दाइहरू पनि हुँदो रहेछ। ल हेर्नु त्यहाँ उडाउन लगाएर छ यसले ल। फुल के फलाएर रहेछ। ऊ यहाँ बस्नु न यो डालियो कहाँ खोइ के गर्ने हो यहाँ बस्यौँ कि हो त्यहाँ बसौँ ल ल। चिसो खाने कार्यक्रम गर्नु लाग्यो है चाहिँ चिसो खानु पऱ्यो लास्ट पऱ्यो। के गर्नु राम्रो तेरो ठाउँबाट भयो भने के गर्नु कालो ठाउँबाट खोज्नु पर्छ।
के साह्रो गर्मी हो आमा। दुला राजा के गर्दैछ दुला राजा? टिकटक स्टार है, जतिखेर पनि टिकटक बनाउने गर्छ। मर्छ होला है बर्थडे भन्दा तरुन राखेर दौडाएको छ पछाडि त्यही भएर त त्यत्रो पावर हाल्नु त्यसको तरुन राखेर अनि त्यो कुदाउने नि त्यसले नि एक गिलास हाल्न हेर मर्न आँट्यो। भोलिपछि कसरी चलाउने होला ट्याक्सी यार सधैँ? म त सजिलै किचिक देखेर त मलाई त पुरा आनन्द सिङ्गल बाटो जति हिँड्नु पनि ठिक लाग्छ। हेरी यस्तो घ्याच्याङ कुचुङमा साह्रै जानु छ। त्यही सिटी यस्तै हो कि सिटीमा त गाह्रो छ। पक्रो कमै थप एक गिलास नपुग्छ नि यो चाहिँ कति करोडको रे के यो कति करोडको? कति करोडको यो सब माल कति करोडको? यो यहाँ हाम्रो दाइ चाहिँ पुरै आज भेट्यो भने एउटा लानी भनेर आएको छ क्या अरे लानी भनेर आएको छ एउटा भेट्यो भने होइन त दाइ लानी हो नि भेट्यो भने बङ्गाली भनेर भन्नु अनि मात्रै पठाउँछ। ल बङ्गाली भन्छु बङ्गाली राम्रो सानो चिटिक्क परेको जार राखिदिएछ यार। यता बिरालोले स्वाट सट्टा पारेर खाइरहेछ कति मजाले। सबैजना आफ्नो तालमा छ है भिडियो बनाउने फोटो खिच्ने त्यही त हो नि। म पनि आफ्नै तालमा टक्क भिडियो बनाइरहेको छु है। भिडियो के जस्तो लाग्छ है भिडियो चाहिँ हेरेर लाइक सपोर्ट गर्नु नबिर्सिनु होला है गाइज। आगामी दिनमा झन् बवाल बनाइदिउँछु। अब हामी चाहिँ ठ्याक्कै बिचमा पुग्न आँटेको छ। बिच चाहिँ उताउँदाखेरि छ ट्याक्क पारेर बिच। के छ दिदीहरू सन्चै हुनुहुन्छ? ल यहाँ चाहिँ टिकटकको भिडियो बनाउने सुट भइरहेछ है। यो साइकलहरू यो चाहिँ यहाँनिर आउनलाई चलाउनको लागि है साइकलहरू पनि टन्न राखिदिएछ। चलाउनु मलाई पनि पैसा तिर्ने अनि चलाउने हो। त्यहाँ गइरहेछ सरर पारेर कति मजाले। खुब रमाइलो भइरहेछ आज रमाइलो भइरहेछ। मान्छे र मान्छे भिड लाइभ गर्ने सृष्टि पनि गरिरहेको छ झुल्का नगर भनेर। नाचिरहेछ यार। चढाइन त ल हामी चाहिँ अब घुमेर अब रुमतिर लागेको है। अब बिहान जहाँ झरेछ त्यहीँबाट चाहिँ चढ्नुपर्ने हुन्छ। अब यहाँतिर बस लाग्दैन ढ्याक्क गरेर
सबैजना चाहिँ अब आफ्नो घरतिर लागिसकेको छ जाने तर्फमा छ हामी पनि आफ्नो घरतिर जाने तर्फमा छौँ सेयर गर्नु चाहिँ नबिर्सिनु होला है हामी चाहिँ फाइनली घुमेर अब रुमतिर लागेको है पुरा प्याक छ बस आफूले चाहिँ सिट पाइसकेको छ सिट पाइसकेको छ हाम्रो नेपालको जस्तै छ है